हेलो एभ्रिवान। आज हामी कहाँको यात्रामा छौँ त यो थाहा पाउनु तपाईले हेर्नुपर्ने हुन्छ मेरो यो छोटो भिडियोलाई पुरै। यहाँ हुनुहुन्छ मेरी प्यारी छोरी, किच्चा दाँत देखाउनुहुन्छ। उहाँ हुनुहुन्छ बाइक ड्राइभर मेरो श्रीमान, अनि पछाडि हुनुहुन्छ हाम्रा प्यारा जेठाजु जेठानी दिदी। अर्घाखाँचीको जङ्गल क्रस गरेर हामी आइपुग्यौँ शिवगङ्गा नगरपालिकाको ठाडामा रहेको डमरुदह। आजको यात्रा साथीहरू निकै रमाइलो हुनेवाला छ, किनभने हामी जाँदैछौँ अर्घाखाँचीको सुब्बा देउराली मन्दिर। साथीहरू यो ठाउँको नाम चाहिँ मलाई थाहा भएन है, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। अब अनि हामी ल है साथीहरू, हामी त आइपुग्यौँ अर्घाखाँचीको प्रसिद्ध सुब्बा देउराली मन्दिर। आज भने निकै लामो लाइन रहेको छ, भित्र बाहिरदेखि नै भित्रसम्म पनि लाइन छ साथीहरू। तपाईँहरू पनि आउन सक्नुहुन्छ। उहाँ आउनुहुन्छ है मेरो प्यारो श्रीमान, घाममा छोरीको टोपी लाएर भिडियो लिँदै हुनुहुन्छ। एकदमै भिड छ। अब भने हामी जाँदैछौँ पूजा, एकदमै भिड छ साथीहरू। अब भने हामी जाँदैछौँ पूजा गर्न। फाइनल्ली हामी पूजा गरेर निस्किसकेका छौँ। निकै रमाइलो भयो साथीहरू आजको यात्रा। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने अवश्य एकचोटि आउनुहोला अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुब्बा देउराली। बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल।